हाम्रो दसैँ दाजुले सुरु भइसकेको छ हाम्रो बहिनीहरू बहिनीहरू दाजु बोल न लाइन पनि पर्दैन हो पर्दैन गरेको हो पनि त्यसरी गर्नु पुरा खाना पमा चाहिँ कहाँ गएको पुरा सही म आधाको दिँदा हुन्छ नि है दिगो होस् नदिनु अलिकति मात्रै फेरि पमा चाहिँ गर्नु बाजे त त्यसरी परेको छैन होला उनको बन्द पानी भयो? त दारु किन्नु दबाई त पानी दबाई हो त्यो गर्नु पर्ने सिधा क्या सिधा घुमाउनु सीधा त घुमाउँछ नि यहाँको चाहिँ गाउँमा मान्छे मलाई अरू जाति यसो गर्नु जब छ कन्टिन्यू निरा थापिराख्न ओको त्यो बनाउनु लासेन कन्टिन्यू अरू है सात गरिहाल्नु सबभन्दा दुर्गा भनीको साथ अब यो कुरो गर्छ है सरी मेरो एउटा छोरा मेरो जति छोरी अनि मेरो शिल्पा सिटम छोरीहरू मेरो हेङ्कु गाउँ अब काम गर्दैछ होइन तपाईँको हेङ्कु गाउँ पनि आइज दसैँमा यसो छ जेठा छोरा होइन गर्नु ल नौ भनीले सोचेको ताकन गरेको सबै कुरा गरोस् तिम्रो बाबुले आमाले दिएको बाजेले सबै कुरा होस् पुरा होस् तपाईँको चेतना पुरा होस् राति बिसे पुरा होस् हाम्रो गाउँको सत्यकला राई हाम्रो बुहारी परेको छ श्रीचन्द्र सत्यकला पिताको सबै मलाई राति बिसे अब राष्ट्रपति हुनुपर्ने सुशीला कार्कीको त बाधे अहिले त्यसरी भएको छ त्योभन्दा ठुलो हुने प्रधान गई आशीर्वाद दिएको छु है भाँडा नआउँदै त हुँदैन नि बगडाबाट त हो हाम्रो सिस्टम खाना चाहिँ तपाईँहरू हो जय दुर्गा माता की हो हाम्रो शिल्पाले दुर्गाको पूजा गरेको छ पक्कै सिद्धिको असिधा अनि खोज्दै कामयाङ भनेको छ आशी माग्यो चाहिँ सबै मनोकामना पुरा होस् हाम्रो मेरो सिस्टम गर्दै त घरको जस्तो कपाल जुल्फी नक्कली अब लाउरो न त खाउला खाना नि ओडा लोमाने काङमा डोरा हुन्छ देवा 10 जना छोरा टोक्टा 11 जना छोरी टोक्टा हस् देवा हुन्छ देवा भुसान्छन् भाउजू कुनामै पुग्यो फेरि हो जोरी उपर आयो है आमा कति लु अब देवादेमाहरू अब लाग्यो है त्यहाँ लु देवा बस्नु लु ल अब हामी चाहिँ देवादेमाको बाह्र चाहिँ फर्किसक्यौँ होइन अब बहिनीहरू पुरै जाँदैछ अब घरमा लाउनु पर्ने हुन्छ ल जाम जाम मेरो होइन हाम्रो त्यो चाहिँ नानी छेदेखि रहेछ सेतोको दुर्गा पूजा गर्दाखेरि खुसी लागौँ गाउँदा रात्रि मुआकेन नदेम गडौँ छडाको हजुर दिदी चिताको सबै राम्रो पुरा होस् आदे म्हणजे ठगुस जवळून डाली जागास खादेमा आदेश मागेपछि भन्छ है दुई दुर्गा बानीको प्रसाद हो है दर्शन एकचोटि आउने होइन दुईचोटि गर्नुपर्ने तर अब एकचोटि मात्रै सुरु गर्ने राष्ट्रपति हुने लाउरे हुने कमाउने है त्यस्तो भन्छ होला हेमन्त भन्छ है अब यो भगवानको दुर्गा भवानीको प्रसाद त चिची चिताको सबै मनोकामना पुरोस् राष्ट्रपतिको बाउ हुने हो नि तपाईँ चाहिँ
तपाईँ पनि उमेर गएको छैन तपाईँ पनि उमेर नआएको आधी आधी मना चोखाटो चिबे खा आना हुँदिन फोटो खिच्चे मिसामा ठाया म त मेन निशानले फोन आउँथ्यो रवि कान्छा बुट्टुङ थियो पनि टिका त बारिङ त हो खनपछि लोटगा बाजे फोटो खिच्चे मियासँग ठाया कोटा तिनै जना म हुम्के म म युवा किन नाम कोही औसी ढिलो युवा किन नाम ढिलो लिन्छ लोग्यो छिटो आएछ कि छिटो आएछ नि अदिति म ठुलियो फोन मु आउँदै लु अब घरमा पनि लगाइसक्यो फुफू आसफर आइसक्नुभएको थियो अनि अब हामी चाहिँ पल्लो घर जानु लु हामी चाहिँ अब काकाकोमा जान्छौँ बजुले लगाइदिनुहुन्छ हामीलाई चाहिँ यहाँ लगाइसक्यो मलाई फुपूहरू अब फलाएर पनि लु जाउँ फलाएर जाउँ यो चाहिँ हाम्रो ठुली बहिनी हजुर ठुली बहिनी युट्युबमा हेर है सब्सक्राइब पनि गर्नु होला छैन त ऊ बिग्रेको हो लु लु जाउँ दे फुफा जाउँ लु लु आउनु त खुट्टा होइन तलै बाटो जानुपर्छ मालो बाटो ठिक छैन हामी चाहिँ अब बजुकोमा लाउनु जान्छौँ काकाहरूकोमा ल बजुकोमा हामी चाहिँ सबै जाँदैछौँ मामा बजेन होला उनको मार उयो मोटारी त ढिलो भयो क्या खानु भयो खाएको छुइनँ खाला हुन्छ को क्या होइन खानु चाहिँ परेन हो अब एकछिन माटेपछि त सबै निली पठाउँछ नि त के काम त्यही भएर रात्रि गर्दाखेरि अनि पुगलुक भएन निको भइसकेको पनि एक काकाको घर चाहिँ जुली नातिन्छ होला है अब एकछिन गाउँघरको घर यस्तै छ है हाम्रो चाहिँ बजु आउँदैछु म लगाइदिनु न होइन दाजु ल ल हामी लगाइदिनु न लगाइदिनु यस्तरी लानु न अनि हामी क्या म यहाँ गर्दैछु ठुलो मान्छेदेखि सुरु गर्नुपर्छ है मेरो फोन कताको लगाइदिनु किन भाइले हो क्या त आनन्दले बस्छ किन
यामा टाइम न यामा ननदी अब मनमै होला नि आयो त्यो हुन्छ दशरथ कस्तो छ हाम्रो सबैको आयो विषयहरू हो धाइ होस् वर्षमा एकचोटि आउँछ दसैँ मनाइँदैछ अदम्बरी आइयोस् भनेको अदम्बरी आइयोस् सबै मित्र ऊ त ठुनाटा आशीका फोनमा नि जान ठुलो ठेकदार हुनु है मार्सेलीको त्यो श्याम जस्तो हुनु श्याम जतिकै पुग्नु है त्यसरी लाइनले ल्याउनु लाइनले बसेन त लाइनले नुम्न सक्छ ल सिसम किसिलो पो सिसम हैन राम्रो पढ्नु जोइन गर्नु पनि देखिन है अलिक छानेर जानु है आफै खाऊ खान्छु मनाङ गएन लु कान्छा लो ल तिमीमा फोटो खिचेको पछि ल्याउनु है ल ठुलो मान्छे ल तिमी चाहिँ छिटो अगाडि त्यसरी तिमी पनि एकदम छिटो छिटो तिम्रो त भयो मेरो पनि छिले पनि कति वर्ष भयो बिहा गरेको यहाँ 4 वर्ष लाग्दैछ 4 वर्ष भयो खोइ घरले छोरो खोइ लु घरले छोरो सुरुमा लु मलाई त धेरै आशीर्वाद यता निस्कियो माइलालाई पनि लगाइदिनु अघि लगाएको लु बुद्धकला लु धेरै पढ्ने हुनु अनि खोइ आर्मी पुलिस बन्नु भनेको खोइ अहिलेसम्म छिटो दक्षिणा बार्नु छ काका विजय दशमी हो कम्ती म अब म दक्षिणा पनि खिच्दैछस् दक्षिणा भाइ 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 लु दक्षिणा हो हेर्नु लु दक्षिणा हो के अमिलो
मलाई बाटो रहेछ कति अमिरो नि के हुनु खोइ भाइ भाइ खै ने को लु बाँचे मित्र लु मित्र ल तिमीलाई नमस्ते ल उठ्नु पर्छ ब्रिटिश आर्मीहरु माथि हङकङ पुग्नेसम्म हुनु पर्यो होइन म भन्दैछु हाम्रो तिमीहरूलाई आशीर्वाद मेरो जानेको त्यति नै हो है छोरी फेरि रमने पायो भने नफर्की कन्डो पछाडि लगाएर नहेर्ने हो न साथै है त्यो विचार गर्नु बिचारी पर्ने सुवादाइ नै एकदमै राम्रो लगाइदिने त्यहाँ मजाले लगाइदिएको छु क्या माग ठिकै हो चामल नास्ता हुँदैछ क्या नास्ता हुँदा लोभ लाग्दैछ थाल अलिक निधार पार्दै यो अलिकति पुगेन मेरो नाकमा बस्छ अनि ल मनाङ भाइ अलग्गी आहामा बसी गयो खोइ हाम्रो त खोइ मम्मी कपाल सापारुमै सापारु भनेको प्रसादले तपाईँहरूलाई पनि अन्टङ मजा चाहिँ कप अप्ठ्यारो छ डान फार्म खानु यसो गर्दिनु न कपाल फार्म खानमा डुब्नु रहेछ अन्जे भन्ने तालु खुल्यो कपाल त पाल्नुपर्छ त भगवानले दिएको प्रसाद हो ओइ त आइपुगिस् यति कति ठाउँ आइसके मङ्गलकालीको मेरो दाजु यो नौदुर्गको जेठान प्रसादको टिको तपाईँ लिनु भएको छ र नरिसाउनु होला उनका भन्ने पार्ने हो नपायो भने लाम्रो ढाड्ने त्यहाँनिर राम्रो लगाइदिनु न त के लगाइदिनु र देवा ढाड्नु छ अनि राम्रो चाहिँ लाँदैछु खादा मा राम्रै टिको लगाइदिन्छु म भइहाल्छ गाउँघरको दसैँ दिने होइन कि त हल्ला नगर्न केटा हजुर आइपुग्यो म दिदी कमाइ खानु तर राम्रो टाङमा म उनका डिस्टर्ब गर्दैछ अझ टाङमा चाहिँ डिस्टर्ब गर्दैछ त्यहाँ हुन्छ हुन्छ बाबा नानी टाङ खुमेन माङ आन्सा मात्र मसित खाना कान काटी खाइदियो अरे रमन्दाले के पनि होइन नानु त कति म चल्दा पनि हुन्छ नि हैन जाउदीकोसँग डुल्नु अब ओयंका दिनको हिरो जता चाहिँ मदा इंगोङ पालो छौदा खान गाइस दक्षिणाय